यो गमला महँगो भएर होममेड गमला बनाउनु लाग्यो इन्डोर प्लान्टको लागि होइन। खासै बलियो त हुँदैन तैपनि एक दुईवटा प्लान्टहरू हाल्नलाई काम लाग्छ भनेर यस्तो यस्तो गमला एउटा किन्दा 100 रुपियाँ लिन्छ। यो फोकटमै हाम्रो घरमै सबैको दहीसही किनेर आइसक्रिम किनेर आउँछन् है। यसरी कोलमलाई हालेर अलिक कति गरेको कहाँबाट आइडिया आउँछ भने यसरी गमला बनाउने छ किनभने पाल पार्यो होइन पाल्नु पार्नु माटो हाल्नु यसरी किन्नाले यसको प्लेट पनि यही प्लेट भइहाल्छ। माटो हाल्छ यसमा रोपेपछि देखाउँछ नि यस्तो यहाँभित्र पठाउनु पर्ने यही आउँछ। यो चाहिँ आइडिया बहिनी भनौँ न म आइडिया बहिनी उन बेर्ने भनेको है गाह्रो रहेछ उन बेर्नु त अनि के बेर्नु दिदी भयो होइन। होममेड खाना मात्र होइन होममेड गमला पनि हामीले यसरी बनाउनु रहेछ। लिइहाल्नु गरिहाल्नु काट्नुपर्छ यहाँ साइडमा काट्नु यता यस्तो गर्नु अनि त्यो यस्तो नयाँ भनेर चाहिँ यस्तो हाम्रो पिज्जा सिजा प्याक गरेर ल्याउँछ नि त्यही किन खाने होइन यस्तो जाने युज गर्दा हुन्छ है। यो नयाँले भन्दा यस्तो युज गरेकै राम्रो देख्छ है। अर्को एउटा पनि भित्र अलिक बलियो हुन्छ त्यो बनाइदिनु पाल पार्नलाई गऱ्यो यो पनि पाल पार है अन्त यसो एउटा एउटा यसो हालिदिनु माटो हालेर बलियो हुन्छ। आइडिया चाहिँ निकाल्छ कि रोजले हातमा खप लाग्यो यसरी अब हामीले इन्डोर प्लान्ट घरको थलोमा दहीको थलोमा यसरी हामी युटिलाइज गऱ्यौँ है। आफूलाई जाम लाग्छ होइन घरभित्र यसो रुमभित्र हाल्दा पनि हुन्छ किचनमा बरन्डामा नट ब्याड नि होइन। ल 500 रुपियाँ बचिसक्यो होइन किने ल राखौँ अत्तालाई चाहिँ माया गर्नुपर्छ अरे क्या फुलहरूलाई पनि यसो छुनुपर्छ दिनको एकचोटि पकाउने।